हेलो गुड मर्निङ एभ्रिवान वेलकम एन्ड वेलकम ब्याक टु माई एनदर भिडियो। सो आज चाहिँ म यहाँ भिडियो चाहिँ बर्फुङदेखि आएर गर्दैछु है। बर्फुङ चाहिँ मेरो बर्थ प्लेस हो बर्फुङ चाहिँ मेरो बर्थ प्लेस हो। म चाहिँ कति अब मतलब वर्षै भयो, कति वर्ष भयो यहाँ नआएको चाहिँ होइन। अन्त आज चाहिँ आएको, यहाँ घरबाट दाउराहरू के लान्छ अरे। अन्त आज चाहिँ सबैजना आइरहेको छ। सो हेर्नुहोस् यस्तो छ है। यो चाहिँ हो हाम्रो बस्तीको मूल घर भन्दा पनि अब पहिलाको घर त होइन, बादमा फेरि यो के भन्छ पहिलाको घर भत्काएर चाहिँ फेरि यो चाहिँ आप्पाले बनाएको हो। अन्त यहाँ चाहिँ यस्तो छ हो, यस्तो भइसकेको छ। अब आज चाहिँ यहाँ दाउरा टिप्ने अरे नि त, दाउरा मतलब टिपेकै छ, ओसारेर चाहिँ माथि घर लानुपर्ने हो। यतै आप्पा भाइ त्यहाँबाट यस्तो भइसकेको छ बाटोहरू नि, भित्र चाहिँ यस्तो छ। उहिलेको एन्टिक पिसहरू, आमाको उहिलेको एन्टिक पिसहरू यहीँ छ हो। अब यहाँ त आजले मोडिफाई गरेर बनाएको नि त। यहाँ चाहिँ यस्तो छ, दुईवटा रुम यो चाहिँ बनाएको मात्रै हो। यहाँ चाहिँ यस्तो छ है, यताको यता पनि घरै छ। यता हुँदो सिधा चाहिँ बारी छ हो। अहिले बारीमा अब आमाहरू त आइबस्नुहुन्छ, यहाँ के रोपेको छ म त्यो पनि देखाउने छु। अन्त यो चाहिँ हाम्रो काकाहरूको घर हो, आक्कुहरूको घर हो। अब दाउरा चाहिँ यो ओसार्नु पर्ने हो भित्रको। अब एकछिन तपाईँलाई म बारीको सवारी गराउँछ है। बारीमा के रोपेको रहेछ। यो चाहिँ सिबी रोपेको छ, भर्खर उम्रिँदो रहेछ। हामी त आउँदैन, यहाँ आप्पा र आमा चाहिँ आइबस्नुहुन्छ नि त। अन्त आज चाहिँ हामी पनि आइदिएको। यस्तो यहाँ चाहिँ ग्रिन हाउस रहेछ आमाहरूको। ग्रिन हाउसमा चाहिँ क्या है, ग्रिन हाउसमा चाहिँ मटरहरू रोपेको रहेछ हो। मजाले आएछ मटरहरू। यहाँ खोर्सानी रोपेको रहेछ, फापर छरेको रहेछ, फापर अलिअलि। बारी हेर्नुहोस् है, सुकौरो बारी। पहिला यहाँ चाहिँ अलैँची पुरा हुन्थ्यो नि त, अहिले चाहिँ अब छैन अलैँची पनि। अब यो चाहिँ आप्पाको प्रपर्टी हो नि त। अहिले चाहिँ अब आप्पाकोदेखि चाहिँ दाजुको भएको छ प्रपर्टी हो। सो यस्तै छ अब अलिअलि। यहाँ रोपेको छ फापर, भर्खर उम्रिँदो रहेछ। भर्खर यतिको हुँदो रहेछ फापर चाहिँ हो। अलिक दिनमा चाहिँ पानी पऱ्यो भने चाहिँ डम्मै हुन्छ। यहाँ चाहिँ यो डल्लै फापर हो परसम्म। पहिले यहाँतिर चाहिँ अलैँची पुरा हुन्थ्यो नि, खेतालो लगाएर टिप्नु पर्थ्यो। अहिले त छैन। ऊ तल चाहिँ रोड छ, त्यहाँदेखि क्युङ्साहरू कता कता जान्छ। त्यही हो। आमचुङहरू पनि आउनु भएको रहेछ, आक्कु र आमचुङ पनि। आमचुङहरू यहीँ बस्नु हुँदैछ। हल्दी सुकाउनु हुँदैछ है आमचुङले चाहिँ यहाँ। हर्दी हेर्नुहोस्, हर्दी अर्ग्यानिक बस्तीको हर्दी हेर्नुहोस् है।
हर्दीको खेती प्योर हर्दी चाहिँ यहाँ छ हेर्नुस् यसले चाहिँ यहीँ फलाएको अरे घाम नलागेर अलिक सुकेको छैन रहेछ यहाँ चाहिँ अरूजाको रुख यो चाहिँ अरूजाको रुख है भर्खर फुल फुल्दो रहेछ यहाँ चाहिँ हाम्रो आपाको घर अन्त यहाँ चाहिँ आपाको भाइको घर सो माथि 14 माइलमा पनि सेम त्यस्तै छ उता र यता बर्फुङदेखि 14 माइल सिफ्ट भएको यहाँ दौरा बोकै हुँदैछ आज चाहिँ यो दौरा बोक्ने सब फिनिसिङ दिनुपर्ने हो आज यो दौरा चाहिँ 14 माइल लानुपर्ने सब मजाले सुकेछ अब चाहिँ बोकिन्छ दौरा ल ग्रीन हाउस अघि चाहिँ लक थियो अहिले चाहिँ खोलेछ आमाले रोपेको ग्रीन हाउसभित्र हेर्नुहोस् मटर खोइ काँक्राहरू रोपेन यहाँ मुला रोपेछ बेसी मटर रोपेको छ मजाले आएछ तर ग्रीन हाउसभित्र ग्रीन हाउस त्यस्तो डरलाग्दो छैन त्यस्तो ठुलो पनि छैन ठिकैको मेरो पनि डोको रेडी भयो हेर्नुस् अब बोक्नुपर्छ आज भिडियोको लागि मात्रै आकै भिडियोको लागि बोकेन भने पुरा रिस उठ्दैछ हो आज दौरा छ नि तुमिनबाट आएको छ तुमिनबाट काल खोजेर काल खोजेर ये डोम बोक्छ यो त नामलो कस्तो कुद्दैछ देखावट मात्रै हो यो चाहिँ बिहाइन्ड द सिन मात्रै भर्खर एक बारी चाहिँ लग्यो भने रोगो जस्तै फाटेको नै काम्यो टू टफ बस्ती लाइफ हो कितने बरस में दोको टाउकोमा बोक्दैछ यो चाहिँ जोतेको आमचुङको अघि फर्स्टदेखि भर्खर एक भारी मात्रै हुँदैछ एभ्रिथिङ इज अलाइभ भने हियर कम्स अवर सनाजाङ फुलबारी रिसाइरहेछ हल्का खर्चिन्छ रोगोले त्यस्तो होइन ल अब चाहिँ सक्नु लाग्यो अर्को भाइ पनि आइपुग्यो हो
हेल्पको लागि बाहिर हुन्छ नि को भयो दौरा पनि बोकिसक्यो गाडी पनि ठिकै आयो खोइ स्प्राइट मेरो दोकान छ छेचो स्टाइल नपार छिटो नआऊ यहाँ तिर्खा लागिसक्यो चिया पकाएर खा छ नि लिएको हेरौँ म दोकानमा गाडी किन्दिनँ अनलोड हुँदैछ दौरा अब यो दौरा 14 माइल पुग्छ अनलोड यतिकै चाहिँ हुनुपर्छ है युट्युब डनलोड लोडिङ हुँदैछ 12 वर्ष रामायण पढाए सीताको छोरी भनेपछि पढाए गदा लु के भन्छ भन्नु नि अन्त पढाए लास्टमा त लु के भन्छ लोडिङ भन्दैन भनेन 25 वटा त जुत्ता फटायो होला के दिन आउँदाखेरि मैले लोडिङ त भनेन कहाँ भन्यो अनलोडिङ भन्यो फेरि सुन त यहाँ हो मार्छ अर्का मान्छे अहिले त फेरि मान्छेहरू सब डेलिकेट मात्रै हुन्छ कि अलिकति छुयो कि त गयो दौराको भारी पनि भयो अब ब्याक टु होम पस्नु नि अन्त आमा चाहिँ दौरा चाहिँ बर्पुङदेखि यहाँ 14 माइल आएर अब यहाँ थन्काइ हुँदैछ वेदर पनि पानी पर्ला जस्तो हुँदैछ अन्त आजको भिडियो चाहिँ यहीसम्म थियो फेरि अर्को भिडियोमा भेटौँ होला